पर्दैन त हुनु बिहा चाहिँ पहिले राङ ठाउँमा के आखिर किन्दै हैन रायो भएछ त्यो बटर कुइतिसे गरेर अनि त्यो केही कामै लाग्यो पानी नआउँदा क्या यहाँ त अब मेरो काम रुकमै जान्छ त्यहाँ त म 64 एकजना चारजना बाहिर बोल चालु जान्छ जब पुरा गरेर पनि जाने रिस छैन मान्छे कुन बेला म यही ठाउँमा जुनकै ग्वाल बात बागुल बनाए नत्र त यो अलि कहिले ए बसिहाल्नु नै बाग्रा छ नि ए कोई ना तो नहीं हां नहीं और एक रात अच्छी हां साथ नहीं वेरे टाइम मेरा दुई रात रही मैले त्यही हो नि त अपन चिन्ह गरेको छु भन्ने भयो हामीले गरेको थिएन त्यही होला अनि भन्ने कहिले गयो भन्ने मैले त्यही अब यही कि अब त्यसले त्यही नै भन्दै बा नम्बर चिन्ह गरेको अब अहिले पनि आउने बेला चिन्ह भन्न क्या त भेर त्यहाँ अब भनेर त्यो उल्को भेर कहाँ बार कहाँ हरायो त के रहेछ यो ज्ञान हाल्यो त्यही न आमा चिना गरेन त्यहाँ बाख्रा सरा पनि कोही गसेको चाहिँ मैले थाहा भएन आमा गऱ्यो त्यो थियो भन्ने हरिसकेपछि घरै आएर थाहा भयो त्यो त चिडिया धोल्केर भेर सिकाउने हामीले यादै गऱ्यौँ kan dia toh Ika गरिकन अब नगन हुने भन्छ के बोल्ने जाने त हो त पनि त मोबाइलमा फिल्महरु अप्सन यो पुनः सर खाल्ने छ र तेल कता हो तेल ताना खाए पनि खा आफ्नो भिडियो किन के सुन्न हुँदो जहिले पनि काम गर्दिलो है अदन
मेयो पस त्यो गल्या त्यो माइनरले त ल्याएको सत्ताइस हाल्यो मिल्थ्यो अरे हुनु 27 हाल्यो बुन्यो मेरो कति पर्यो 20 चाहिँ मध्येको होला न पुनः पैसा दिनुहोस् न मेरो पनि सिङ्गल थतौरै हो यो हुन्छ भुनी अरे अनि मत नभएन किन भिन्न अनि बाजा आएपछि क्या भिन्दिनँ त कि बाग्रो फेरि ओहो त्यस्तै फेरि मलाई मोर काटेर पनि पठाएर मोर कहिले लट्काएर छ भने आन्न जाने पनि नि त जहिले मलाई मन भिन्न सबैले सही हान् के दुध खाइदिन जाम जै मन्टै त गयो उ त ताजी लिएँ त गोठो बुन्जर गरेछ नि गर्ने ज्ञान चिन्ता मजा नपठायो लम्बुवान डुल्ने खुट्टिया थियो अनि के फेरि गल थियो अनि बनाउनु नल्याउनु थियो तिनीहरू भने क्या आम्ने चलाइदिनु छ हो कि होइन अब नयाँ गर्ने अब नै गर्ने यो धेरै मैले खटेमुनि गरिरहने भन्छु क्या आफ्नो बेला ल्याउनु दिन्छु छोइला धेरै हरियो अनि खोल्न आएको अनि पनि त्यहाँ ठक्कै फर्काएर ल्याउनु पर्छ हुन्छ किन ल्याएको त नि मैले चौचारीको किन ल्यायो अनि पनि म त कति कम बाहेक दिइदिएको छु मैले चेक गर्ने यही चाहिँ बिल बनाएको आज्ञा नै कि आज्ञा नै नुन त्यही छ खुट्टिया चाहिँ भोलि कुटु हाल्ला होइन बिर्से गर अर्को अल्ला रहेछ क्या छैन बाँकी कुखुरा लगाइदिउँ मास्टर र त्यहाँ पुरानो मास्टर पनि डल्लै छ कि यो फुटिया छ कि घरतिर फर्क खान्छ न त बेलुका के ल्याउँछ के गर्छ गएछ ढैको अनि कोजन कोटो थियो कता हरिको हतारमा भयो त्यही होला देशर तानु देशर बोल्न देशर सही कहाँ हाल्यो बेसा त कता होइन होला कि अहिले
आलु होइन पनि आएको नि भुल्मै त त्यही हो कि त्यो दसैँ अस्ति पनि चाहिएको थियो ल्याएर नत्र गर्थ्यो त्यो पनि सेगन्ना त आउनुहोस् न एकल्छी भयो उसले आज किने भोलि पर्सि बेचेको सेगन्ना आइदिएन त मैले किन ल्यायो क्या नुन दिदी 15 ल्याबाट नुन लगाउनु भन्नुपर्छ नुन माइक भन्ने हामीसँग सरसामान तेल तरकारी खानु पनि के पानी घुरै त हरियो घोर कता पुग्यो घुरा बाख्रा त्यहाँ छ एक सेतोन चाहिँ तेल दियो खोइ थाहा हुन्छ नि शुद्ध तरियो तेल त आउँदै आउँदैन यहाँ माइला आउँछन् पनि हौ झन् किन त्यो बाटो मैले फाल्न आउने नि मैले राम्रोसँग हाल्नु दुई जग्गा बढी जानु नजाने यो हाल्यो पनि चार महिनामा त्यहीँ टिपेर आउँछ के भयो नत्र अब सुरु पाटा नभए त म भाइ अर्को मान्छे पुऱ्याउनु तपाईँले हुँदा अलिक ज्याकेट नभएको थियो डेली कलर ठिक छ प्रथम गर्ने एक हुन्छ 5 हालेपछि कहाँ 2 हाले पनि एक हुँदैन हुँदैन सानो हो गिलास 2 हाले यो गए त तिमीले कन लैआयो भने थियो पाड्नबाट हान्न त्यहीँ त भाले कुट्टो गरेर गिलास ठिक हुन्थ्यो र नखाइदिन कमाउँदो हेर्दामा ठिकै छ मैले चामल ल्याउनु थाले ठिकै हुन्छ नि क्या यी घरबाट जाएर थैला सही लगे किनेर थैला छ यही ओछ्यानले लड्काउने एकै डिसी हेर्नु भने अब र 2 हाल्यो भने रहेछ भट्ट त ल सानो त्यही त पहिले भन्नमा सजिलो हुन्छ होला त्यस्तै क्या त भयो भयो त भयो अलि हिँड्न आउने अनि भोलि एउटा घाम लाग्यो होला त चामल अनुमानित गर्ने भयो अब सब गरे होइन मैले खासै ए ज्ञान नि क्या मैले पानी बाटो खानामा ल्याउँ सुन ल्याइदिनु ल्याउ बिउबाट किरानीबाट हुनु पनि त पार्टी
अरू पनि छन् लबिसा पनि त्यहाँ म त पार्टी हामी गएले सेम लागेको छ यार त्यस्तो यार मेरो मान्छे पछि पछि अनि मेरो नखाएर यो हरियो पाली त्यो पर्वत चिन्नु अन्त कहीँ चिनाएर त्यहाँ दुबै पछि ताललाई देखेर कति खायो जस्तै खान्छ मेरो घरको क्या मुर्दा पनि खाइन्छ अब अलिअलि गडबडी भए पनि पछि यो होइन कि भन्ने पनि हुन्छ यो तिमीले खाए मैले दिएर मेरो खाइदियो भने थियो अनि तँ त्यही बेला भन्नु नै त अनि के गर्ने भोकै बेला गर्न यार हामी त्यो रजारे अनि मैले बाटे ल्याए गरे मैंने ठीक है मैंने और बगल पर कम थियो लबिसा करसन लटकाए ध्यान नदियो भयो तिहार जैन मरेको थियो एकचोटि त्यो दलबारले आफै आव्या हो त्यसले मेरो नमाज त हुँदैन नि ai माला कुरा अनि त्यो त अनि त्यो भनेपछि त कसै भने तपाईँ मैले भने तपाईँ यहाँ चिनेन भने थाहा हुनु त ल्याउँछन् तेल ल्याउँछन् भक्का अब कोट्टा त खेर चिन्ता हुन्छ नि चिनी र लम्बु आइकन बोक्छ भने नि त के मर्जी बनाउँछ अरू खालको हाट्नु त्यो दिँदैन अचेल ग्यारिङ उम्ता के त्यो गाल्नु गएको छ तपाईँ घर मैले नआइकन त्यो औषधि छ आया हुन् पहिले जुन चिनाएर त्यही पनि थाहा छैन त्यही गयो भन्नु अहिले पाठै मेरो मिटिङ त भन्छ धमालो पाठ त्यो गाल्नु हेर त्यो दिन गएको छ र त्यो ठल्लै दिन मैले भेटाउने कुरा हो क्या वास्तवमा तिनले मैले हल्का सोचे त्यो मालगा हो र होइन है मालगा भन्छ म भनेपछि त्यो सबै थाहा थियो भएर बार माला धेरै कल यसलाई यत्रो हुने त्यो केही छ कि झोला पनि परेको छ धलुबाट सेटगालिन्छ त अझ थाहा त मान्छे पनि छिरेको छ मैले खान केही कुरा झार पैसा यहाँ त होइन यहाँ त सधैँ बिहान चिने भन्नु यहाँ त सधैँ बिहान अब लडा चाहिँ एउटा पढ्ने गुन्तिर बहिनी गइले मेरो बटोको माने बटो हरियाएर परादेखि नालाई पनि पर मुख र पछिल्लो मुख हेर्नुपर्छ गयो भने त अनि भ्याएर आफ्नो चारै बाहिर पनि लाग्छ नि मेरो नि कहिले तातो हुन्छ त्यही भएर यिनका पार्ट किनेन् तर मेरो पार्ट उनीहरूलाई मेरो पार्ट जस्तो काम फेरि जान भने यहाँ अन्त मिठो भएको छ मिठो बसिना बड्डा पनि गयो खान मिठो बनाउँछ यतै बाजा म पोहोर पार्लर गइदिनु थियो रिसको झुरिया थियो चिरिया थियो होइन क्या हिजो बक्जात गुन्नु गएको थियो त खास चाहिँ अब धौलो पनि माछाहरू पनि सबै बनाउँछ मिठो मैले राम्रै थियो भने खोलै छ यतै बस्ला सुक्ने उस्तै उस्तै मैले 10 साग त मैले खाने होइन त एक्लै एक मन खाने बाज होइन उस्तै 2 साग त मै भइजाए
हाम्रो सही यहाँतिर आयो नि म यहाँतिर राम्रो उता ल्याएको थिएँ केही सामान छुट्याएको थिएन आफ्नो सामान त अरू सामान जता जाओस् भनेको थिएँ त्यही भएर त्यहाँसम्म गइरहेको थिएँ मैले बोलाएर ठगाएँ क्या भिडियो गर्नु घर भएर मैले मेरो पाटोको आज सिआइदिए त भने मेरो पाटो भन्नु सक्थेँ नि म ल ल्याउ गाई यिनीको माया सेतो होइन सेतो ढाक्नु ढाक्नु भन्थ्यो ढाक्नु सबै भन्थ्यो अब के भनेपछि यिनी अनि बेलुकी अब मात्रै हालेको छ यिनीले कहिले हामीले भनेको थियौँ एक्लै बहिनी भनेको थियौँ त्यता धेरै प्रकारको बेसार खुसिया यो बेसार सब मैले ल्याए जस्तै छ हेठो यो एक्लै बहिनी पर्छ कि महिना भोलि एक्लै पार्छ मैले गरे धातो कट यो कट अस्ति यहीँ थियो कि सबै यसैमा हालेको छ यो जो पकाउनु छ भने थियो नि अब हिजो हो यो हामीले उहाँ उभाइरहनु न यो यही ठराइनको त्यसो सबै कुराहरू गर्दाखेरि सब चिन्ता नि बुने पातान मासु ल्याउँ क्या हामी सबैले न दाल यो सामग्री अहिले गर्दै अचार भयो अचार पनि त्यो हात खोले हामीलाई खानु पऱ्यो भने अरू पनि छ भने त्यसपछि अब अहिले बस अनि मैले खासै यिनले कहिले यो अस्ति हाँगाको सामान आफ्नो प्याक छुट्टै गरेको छ नि यो के छ भने यो त हाँगा सामान यो खासै यो अचार पनि हाँगै थियो होइन क्या हाल्दाखेरि यो त्यसरी जति पनि छ यो सबै सामान हाँगा सामान त हालेको छ नि नुनसहित पनि ऱ्यापा नुनसहित हालेको छ नि यहाँ गलामा आइसक्यो पनि एकचोटि हो जति कटुलो अरू के होला यो कुटु ल्याएको छ नि यसमा पनि यहाँ थाल त मैले ठुलै ल्याएको छु यो त्यत्रो छ पहिलेदेखि अरू नै भयो कि चर्को भयो कि पिलिया त उल्का होला तेल ल्याएर तपाईँ ल्याएन कौन करता है था बस त्यो चाहिँ मिल्न थाहा थिएन लाई अनि धमा चाहिँ हो भने मलाई धमा मिल्दैन फोर लैजान्छन् अनि सब एकुरेट बनाएपछि सल्लाहअनुसारले ल्याउँला भनेको थिएँ ताजी गाईको निर्णय म कहाँ ल्याउनु कुनाले पनि टेन्सन गर्छ म लम्बुले त्यो भेरा उता छुट्याएको कारणले मात्रै यता गडबड भयो कि ल भेरा छुट्या आमा भेरा छुट्या तिमीले पनि होइन क्या त्यो सकारी गरेको थियौँ कि हामीले धुपी यो हाँगो सामान हो तिमीले कहाँ कट्टु ल्याएको गरेर कट्टु मेरो कुरा हातको कट्टु थिएँ औषध ल्याएको थियो अहिले देखाएको थियो त्यही कट्टु मात्रै हो त्यहाँ पनि हुनु क्या भन्छन् होला तिमी त पावर खानु त मान्छे मिल्नु पऱ्यो त के परेको छ त्यसले मेरो त पनि भिन्दा क्या कहिले त्यही के फाल्टो गरेर तिमीले लिन्छ तिमीले अझ यस्तो गरिरहेको छ तिमी के गरिरहेको त्यो त अब सिधा गरिन आम्ना त जम्मायो के कता बहिनी हात हुन्छ त भन्दैन नि त के नि त म केसम्म एउटा पनि नराख्न कारण त्यही त ऊ मान्छे त्यही त गर्छ नि भन्नु भन्छ यस्तै पनि घर झन् किन फालेको छ भने अब तिम्रो म खासै गलत होइन तपाईँले गरिदिएको कुरा गरिदिनु होला भनेपछि मैले अलिक ढुक्कसँग गर्ने भएँ क्या म के मसँग बस्न त स्वार्थको लागि बसी आउनु नि साल भाइ अलिअलि भइजाला मेरो टाइम पास भिन्ने क्षमता छ क्या मेरो भिन्दिनु भने तिमीहरू म अलिअलि के नहुनु त भोलि त आलु साल ल्याएर
चिप्लाउनु त भयो तान्ने बेला काटी लाउने बेला त्यो दैलेर पठाएन हामीले कहिले समाज गर्थ्यौँ अहिले के सोच्नु यिनीहरू त्यसै मेरो तपाईँ बोलेपछि अनि कोही त भन्छन् अनि तपाईँ दसैँ फालिदिन्छ के चाहियो त भन्ने कि हेर्दैन यार त्यस्तो भन्छ त्यही बेला मेरो भोलि आइछ म हातै भेर छुट्याल्ने भन्थेँ क्या म त्यही बेला गइनँ फेरि जनवरी म अलिकति गर्छु भनेपछि होइन घर जाँदा टेन्सन जोगाएर भेर नगरी नहुने क्या छ भनिदिने कहिले होइन कसै मन त्यहाँ नत्र घुम्ने गर्दैन थियो क्या तिमी अब के खानु पर्ने भने चिमुर बेसार खुर्सानी होइन एक्लै बस्ने होला पुग्यो नि त त्यहाँ भेरेर त्यति भन्थ्यो पाखा आउनु नगएको त्यहीँ होइन भने आउनु मैले चाँडै गइजाउँ आई क्या पऱ्यो अनि सबै त्यो त्यसलाई पनि नगरिदिएपछि अनि म के पनि थाहा भएको थिएँ पोहोरदेखि अलिक तिहार दिने आइदियो नि त मेरो पनि दिदी पनि छन् हरेक कुरा छन् भन्ने कारणले किन हुन्छ नि त्यहाँ छ त्यहाँ त्यसपछि एउटा पाठो सेरा गर्ने दिन आफूले खाएर 4 वटा पाठो समाज छ मैले आरिस गर्नु गरेर मात्रै कान्छसँग म त्यहाँ खाना खानु भन्थेँ नखानु के फरक भयो मिलेर गर्न सक्छ त अर्को मान्छे तिम्रो पनि कटाइदिनु अरू तँ अब एकछिन गएर म छेउमा भुन्दा पनि हुन्छ के भन्छ यही कुरो पनि सुन्नु पनि पर्दैन नि क्या पाठो 10 वटा आउँछ नि त म त्यहीँ त्यो भित्ता पनि मैले उता मना उता रोकिदिन्छु अनि मैले हङ्गेर आउँछु न फेरि एउटा खैँची छानेको थियो बेलुका पाठ होइन तपाईँ माउली ससुराले म तपाईँ मल गर्नु पऱ्यो खासै त्यो त भन्नै लाउँछु त्यसो भन्छ भुन्न होला कुरा गर्नु होला होइन भन्छ क्या यो मैले क्या म सिमा हालिकन चलाउनु भन्थ्यो चलेन भने दिएँ होइन तपाईँले हालिदिनु क्या मैले चिर बिग्रेला मात्र त्यो हुँदा पनि किन मलाई त्यहाँ तल केही न यहाँ बिचरा होइन भोलि मेमोरीसँग मोबाइल हो अनि मेरो पनि 2000 नत्र 2000 त्यहाँबाट कटाइदिउँ लान्छ यहाँ पछि होइन टिकट भए पनि त अनि फोन गर्नु धेरै आउँछ त्यो भएर चाहिँ नत्र त्यो पनि गाह्रो आयो तिमी भनिदिनु त्यो त बरु बिजो मुसुला होइन बिजो पैसा थियो त्यहाँ राख्न सक्छु पछि त होइन होइन भइरहनु पऱ्यो क्या त्यही भएर हेर्नुहोस् यस्तो गाबा खानु देखाउँला भन्ने भयो जाऊ यति दिन सानो गरेको थिएँ पहिला मैले सामान्य खालको होइन कति हाल्यो भने 8 हाल्यो भने 8000 गरेको थिएँ क्या त्यो क्षमा थिएन बिगार्नेको बुझ्दिनँ कि एकि धेरै कुरा गरिदिनु कहिले तिमीले मैले दिनु सक्ने यार विशेष कुरा तयारी म दिनु भन्थेँ अनि भन्नु आउनु भने त तपाईँले दिनु परे हालिदिनु मैले होइन चार्ज गरेर के तरिका हुन्छ चार्ज किनेर त खिया लाग्यो नि मुटु लगाएर मिग्ने हेरेर चार्ज राखिदिएपछि केही भन बिग्रिँदैन मैले होइन त्यो मैले भन्छ त ती कुरा केसले भने क्या तिमीले पढाउनु गालको पनि यस्तो भने हो त्यसले त्यसपछि अनि त्यसलाई म दिँदैन एक दिन त बाइक सबैले अब हेरेको तल हुन्छ यति कति हालु भन्ने क्या मैले दिमाग हेर्थेँ क्या कन्सिडर बेला हामी दिदीहरू तिमी गइकन होइन त्यो कुरो सुन्ने त्यहाँ जे पनि लग्छ हुन्छ कहिले कहिले भेट्नु कहिले हुँदैन उहाँबाट सर आने क्या म त अन्त बाहिर मान्छे के भन्छ होइन हालो हेर्छु भन्ने आएर अनि डुल्दिएपछि अनि अर्का गरिदिएपछि धेरै बाख्रा हेरेको थिएँ त्यही बेला फेरि 98 बाख्रा हेऱ्यो मिचु र अलि नमिचु धेरै खाउँला थुक्कै पाक्यो अनि मैले अर्का पत्ता गरे तेरो पत्ता होइन भने त्यहाँ कि होइन यहाँ किनकि केही पाउँला भने त्यो आन्छ न यहाँ नगर्ने त्यो नयाँ कान यो त अस्ति आउँछ तपाईँले मैले होइन हौली थियो भन्छ यो त थियो माथि लैजाउँ भने समय यो राम्रो त्यही त नलिनु सक्छन् भनिदिएपछि त अनि भोलि जेलसम्म आइदिँदैन भने त्यहाँ बुझ्दिनँ क्या त्यो चार दिन टिक्दैन भने त के गर्दा नि त्यो भनिदिएपछि अनि सजिलो कुरो गरेको छ होइन पाँच अहिले पनि फाल्नु सक्छु भने त म कहिले काटी खाइदिन्छु भनेपछि होइन त्यो अब कस्तो लाग्यो भने मान्छेको मन त्यत्तिकै यता भनिसकेपछि अब घाँस खान कम होइन त्यो भनिसकेपछि म त्यहाँबाट पनि आएँ त अनि त्यति घुम्नु तिहार बेरको वास्तव नगर्ने मैले आउनु भने आउँदैन थिएँ क्या म ल्याउँ एक्लै ल्याउँ भने पनि यिनी भेट भएन क्या त्यति हुन त टाटा भयो कस्तो गर्ने त्यहाँदेखि अगाडि अब एकुरै जीवनभरि नै भेडा पार्नतिर पनि अब आमा पाल गरेर बस्ने कि जस्तो अनि भनिरहेछन् त्यो पनि हुन्छ कहिले यहाँ छोरा थियो त लाएर आउनु सक्दैन त्यहाँ हाम्रो घरमा आउनुपर्छ भन्ने मेरो पाला बेला म डुलेपछि मैले भुन्दैन यार बाख्राहरू मैले खुनुपर्छ त
दिन लगाएर घर आउने समय 5 दिन लाउनुपर्छ अरूसँग गएर त्यही भयो आँखा चाहिँ परेको हो भने भिन्नलो भने हो क्या मैले त्यो पनि ठिकै छ आम्मा अधिकारमा आम्मा खुट्टा उभिएपछि म पनि उभिजाला तिमी पनि उभिजाला केही पनि फरक पर्दैन केही लिन्न केही दिन्न मन परेमा धेरै लिन सक्छौ कहिले होइन गोविन्दलाई अब गएन त होइन मेरो मान्छे छ भन्ने भयो क्या मलाई त्यता भयो सर जा सालान पठाउनु भनेपछि त म पनि आउँछ त सालाना मैले तपाईँले मुन दुखाएँ कि हामी यस्तो यस्तो मेरो गल्ती कमजोर पनि छ हामी घरेसी कुराहरू पनि छ यस्ता भने घरेसी कुरामा दुधहरू डालिदिने धुनहरू डालिदिने म जग्गा न सल्लाह जा लाउँदा अहिलेसम्म लाल्छु भने केही पनि अहिले बेच्या फेरि 16देखि 16 हाल्यो फेरि 15 मा दिने लैजान्थ्यो होइन नदिए फेरि भ्याउनै भ्याउँदैन त्यो औषधि गरे गरिसँग फेरि न त्यस्तो खालको भेट आएको छ नि ल्याउने भन्न जुगा छ नि अब खोइ गर्छु किपर मलाई त्यही नै हाटेर ल्यायो तिमीले बनाएको थियौ त खाने गरेन उनीहरूले बनाए तपाईँ रातो त त्यहीँ राख्नु भएको थियो रातो ल पहिला नुन पोखरी त्यहीँ त कोकरमा ल्यायो रोको त थियो त्यही त अरू त बाइट थिएन त्यहाँनिर त्यो अदर नुन पनि अझ मध्य पोको पनि त्यहाँ दगुन्ने नसर्ने जाँदै पार्ला गर्ने भनेको होइन कला होइन पोखरमा मजाले पार्छ बेसर तिनवटा आएको छ चर्को पानी थम्दो छ भने यहाँ थोरै थपुरा हुँदैन मैले नुन त नुन के दिन नुन आउनु ऱ्यापेपछि च्याउचोरी अर्का विषयमा त्यही भएर हो पागे नि हुन्छ यस्तो यस्तो हुन सक्छ कहिले कम होइन फोन त पर्छ मान्छे होइन सानो भने साथमा दिन्छ न आफू जस्तो कहिले छन् भएपछि आउनु पाउनु भएको तल त केही नयाँ लैटीपेटी तल केही खाने पनि खाने केही पनि लुगा र ब्याग त्यो डब्बा र ब्याग अदन अरू केही पनि भुनाइ मात्रै सजिलो छ क्या होइन गलातिर भइ त चाल्छ मैले सही कुरा गर्ने मान्छेले भुँडी पो ल्याउँछ होइन 27 हाल्यो भने चाहिँ 27 25 त हाल्यो 22 त हाल्यो होला भन्छु कहिले मैले जुम्मै त कुरा नजाने 22 सम्म त हाल्यो 20 सम्म त हाल्यो अहिले भन्छु भने कहिले सोचे बेला त्यही भएर पनि